साथीहरू आज मैले यहाँ चाहिँ गुन्द्रुक र अन्डाको तरकारी बनाएको छु अनि यहाँ चाहिँ ढेँडो बनाइरहेको है साथीहरू। काठमाडौँमा छु नि त म अहिले चेकअप भइरहेको छु मेरो होल बडी चेकअप। अनि म कति दिन भयो ढेँडो नखाएको। म आएको ठ्याक्क 3 हप्ता भयो। 3 हप्तामा जम्मा एकचोटि खाएँ है साथीहरू। अस्ति तपाईँहरूलाई भिडियो देखाइसकेको छु। अनि यो चाहिँ मेरो श्रीमानले घरबाटै ल्याइदिनु भएको थियो पिठो 1 हप्ता अगाडि। अनि अहिले म आफै एक्लै छु अनि मैले यहाँ ढेँडो बनाइरहेको साथीहरू। हाई साथीहरू, तपाईँहरूलाई मैले आज चाहिँ यहाँ ढेँडो र के भन्छ यो अन्डा र गुन्द्रुकको तरकारी बनाइरहेको छु साथीहरू। अहिले कति 10 त भइसक्यो होला। दबाई खानुपर्छ कि साथीहरू। मलाई खाना चाहिँ खासै खानु मन लाग्दैन। अब खाना खाएपछि भनेर दबाई छ नि त। त्यो दबाईले गर्दाखेरि पनि खानु परेछ क्या। नभए त दिनमा त 1 टाइम त्यस्तै काचाकुचो मात्रै खान्थेँ म। अनि यो दबाईले गर्दा पनि खानुपर्ने बाध्यता भएको छ। त्यही भएर अस्ति किनभने डाक्टरले 8 दिनको दबाई दिएको थियो। निमोनिया भएको रहेछ मलाई थाहा थिएन। अनि 8 दिनको दबाई दिएको थियो। अनि त्यो दबाई खाएर फेरि जाउचन जाँदाखेरि त निकै भएको छैन रहेछ। अनि अहिले कडा दबाई दिएको छ। अनि दबाई पनि अब मैले पहिला त टाइममा खाँदैन थिएँ कि बिर्सिहाल्ने है त्यस्तो हुन्थ्यो। अनि कोही बेला त बिहान खानुपर्ने दबाई त बिर्सेर राति 1 टाइम मात्रै खान्थेँ। त्यही भएर पनि हो कि भनेर चाहिँ अहिले चाहिँ जतिसक्दो खानु मन नलागे पनि बाध्यताले गर्दा खानुपर्ने उयो भएको छ। अनि यो खाएपछि म दबाई खान्छु साथीहरू। के खाउँ के त्यो खानु पनि मनै नलाग्ने के। अन्डा र गुन्द्रुक मिठो मिठो भएको छ साथीहरू। यो खाउँ जस्तो पनि केही लाग्दैन। नुन चाहिँ अलिक कम भएछ। काठमाडौँमा एक्लै छु साथीहरू। बाहिर जाऊँ भने पनि साथी पनि छैन, हिँड्नु पनि मन लाग्दैन। एउटा त हिँड्नु मन लाग्दैन। म घरमा पनि कहीँ हिँड्दिनँ नि त। बुढाले लानुभयो। अर्को कुरा भनेको अब घरबाट निस्किने बित्तिकै पैसा चाहियो है। अब आफ्नो कमाउने बाटो एउटै छैन। खर्च धेरै हुन्छ। त्यही भएर म त बाहिर जानु पनि मन लाग्दैन। कस्तो मिठो त मिठो भएछ। पहिला यो ढेँडो खानु मन नलागेर भोकै बस्थेँ। अहिले यो ढेँडो 1-2 दिन खाएन भने सुरुमा त साथीहरू बिहा गरेर आयो ढेँडो खानु बाध्यता है। अनि खानै मन नलाग्ने भोकै बस्थेँ। अनि एउटा साथीको घरमा गएको बिहा गरेर ढेँडो मात्रै 4 दिन हो कि 5 दिन बस्यो। अनि साथीहरू मैले 4 दिनसम्म मैले उनी नखाएको तरकारी खान्थेँ। तरकारी दिन्थ्यो बजारमा। अनि त्यो खै त्यो बोटमा त्यो सुन्तला जस्तो के त्यस्तोहरू फल्थ्यो त्यो खान्थेँ। त्यतिकै बसेँ। लास्टमा माया लागेको क्या उनीहरूलाई। अनि बिचरा राति नै उठेर 3 बजे हो कि कति बजे उठेर ढिकीमा क्या गया धान पिनेर आउने दिनमा चाहिँ मलाई उहाँहरूले चाहिँ भात बनाएर दिनुभयो कि। नभए त्यत्रो जति दिन बस्यो भोकै। माया लाग्यो होला नि त भात ढिँडो नखाएको हेर। ढिँडो त जाँदै जाँदैन क्या। अहिले समय नै उल्टो क्या। अहिले 3-4 दिनसम्म ढिँडो खानु पाएन भने खानु पाए पनि हुन्थ्यो जस्तो लाग्यो। तरकारी मिठो भएको छ। नुन मात्रै अलिक कम भएको छ साथीहरू। यस्तो मिठो भएको छ है सोचेको भन्दा। ढेँडो पनि ठिक्क खायो। अब म यहाँ राखेर दबाई खान्छु। तपाईँलाई कस्तो लाग्यो? म अहिले काठमाडौँमा छु। मेरो चेकअपहरू भइरहेछ साथीहरू। तपाईँले उयो गर्नु होला।
बाई बाई। तपाईँ सबैलाई आजको दिन एकदम राम्रो असल भएको होस्, कुनै नराम्रो दुर्घटना केही नभएको होस्। बाई बाई।